वेलकम टू माई युट्युब च्यानल। आजको यस भिडियोमा कम्प्युटर अपरेटर पदको चाहिँ लोकसेवा आयोगले लिने परीक्षा अन्तर्गत सेकेन्ड पेपरको परीक्षा दिँदाखेरि ध्यान दिनुपर्ने कुराहरू र लोकसेवा आयोगले विगतमा सोधेको प्रश्नको बारेमा चाहिँ छोटकरीमा चर्चा गर्नेछौँ। र विगतको भिडियोहरूमा पनि मैले भनेको छु, तपाईँ चाहिँ परीक्षा दिन जाँदाखेरि आधा घन्टा पहिला चाहिँ पुग्नुपर्छ परीक्षा केन्द्रमा। त्यसपछि टाइम म्यानेजमेन्टको कुरा हुन्छ। एक्जाम हलमा हजुरले पेपर पाइसकेपछि त्यो पेपरमा जुन क्वेसन हुन्छ, क्वेसन अनुसार चाहिँ समय व्यवस्थापन गर्नुपर्छ, किनभने समय धेरै हुँदैन। र यो सेकेन्ड पेपरको लागि चाहिँ 2 घन्टा 15 मिनट समय तोकेको हुन्छ, जुन चाहिँ मिनेटमा हेर्दाखेरि 135 मिनट हुन्छ। र कुल 16वटा प्रश्न हुन्छ, जसमा चाहिँ 12वटा चाहिँ सर्ट क्वेसन र 4वटा चाहिँ लङ क्वेसन हुन्छ। र यसरी क्वेसनको मार्क्स वेट अनुसार तपाईँले चाहिँ 5 मिनटको समय 5 नम्बरको जुन 5 मार्क्सको क्वेसन हुन्छ त्यो चाहिँ 6 मिनटमा, र त्यसपछि 10 मार्क्सको जुन लङ क्वेसन हुन्छ त्यो चाहिँ 13 मिनटमा चाहिँ सकाउन पर्ने हुन्छ। यो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ हजुरले। त्यसपछि लोकसेवा आयोगले 2080 साल 5 महिना 10 गते जुन सञ्चालन गरेको थियो परीक्षा कम्प्युटर अपरेटर पदको लागि द्वितीय पत्र, त्यसको बारेमा छोटकरीमा यहाँ चर्चा गर्छौँ। यसमा चाहिँ यसरी 12वटा सर्ट क्वेसन र 4वटा चाहिँ लङ क्वेसन रहेको छ। क्वेसन नम्बर 1 मा सोधेको छ, व्हाट इज अ डिजिटल कम्प्युटर, एक्सप्लेन द component of digital computer with suitable block diagram। अनि एन्सरमा छ, a digital computer is a computing device that processes information by representing data as discrete digits, specifically using the binary system, जुन चाहिँ 0 र 1 को कम्बिनेसन हो। Unlike analog computers that process continuous signals, digital computers perform arithmetic and logical operations। र कम्पोनेन्टमा चाहिँ डिजिटल कम्प्युटरको कम्पोनेन्ट चाहिँ इनपुट युनिट हुन्छ, जुन चाहिँ एक्सेप्ट र डाटा फ्रम इनपुट डिभाइसेस एन्ड कन्भर्ट इन्टु मेसिन रिडेबल फर्मेट। सेन्ट्रल प्रोसेसिङ युनिट हुन्छ, द ब्रेन अफ कम्प्युटर पनि भन्छ, जसलाई कन्सिस्ट अफ यो सिपियु अन्तर्गत एएलई हुन्छ, अर्थमेटिक एन्ड लजिक युनिट, performs mathematical calculation and logical operations। त्यसपछि सीयू हुन्छ, कन्ट्रोल युनिट, जसलाई भन्छ जुन चाहिँ कोअर्डिनेट्स अल एक्टिभिटिज अफ द कम्प्युटर सिस्टम। अनि मेमोरी स्टोरेज हुन्छ, जुन चाहिँ होल्ड्स डाटा इन इन्स्ट्रक्सन, प्राइमरली ऱ्याम र सेकेन्डरी चाहिँ एचडिडी एसएसडी भनेर दुईवटा चाहिँ यहाँ उल्लेख गरिएको छ। यसमा अरू पनि हुन्छन्। त्यसपछि आउटपुट युनिट, जुन converts processed binary result into human readable information, इजी मोनिटर, उदाहरणको लागि मोनिटर प्रिन्टर, यसरी छ। र डायग्राम चाहिँ म अहिले देखाउँछु, चित्र पनि बनाउन पर्छ यो क्वेसन अनुसार। क्वेसन नम्बर 2 मा छ, व्हाट डु यु अन्डरस्ट्यान्ड बाई मल्टिमिडिया, एक्सप्लेन। एन्सरमा छ, मल्टिमिडिया इज अ फर्म अफ कम्युनिकेसन द्याट इन्टिग्रेटेड्स भेरियस कन्टेन्ट फर्म्स, टेक्स्ट, अडियो, इमेजेस, एनिमेसन एन्ड video into a single interactive presentation। It relies heavily on digital technology to capture, manipulate and present information। भनेपछि यो चाहिँ मल्टिमिडियाको चाहिँ डिस्क्रिप्सन हो, परिभाषा हो। र यो जुन क्वेसन नम्बर 1 मा सोधेको थियो ब्लक डायग्राम, यो चाहिँ डिजिटल कम्प्युटरको ब्लक डायग्राम चाहिँ यसरी हुन्छ। यो इनपुट, त्यसपछि सिपियु हुन्छ बिचमा सेन्टरमा, जसमा चाहिँ कन्ट्रोल युनिट, अर्थमेटिक लजिक युनिट र मेमोरी युनिट हुन्छ भित्र सिपियु भित्र। त्यसपछि यो आउटपुट हुन्छ, र आउटपुट भइसकेपछि चाहिँ स्टोरेज हुन्छ। त्यसपछि क्वेसन नम्बर 2 कै एन्सर एक्सप्लेनेसन छ, इट इन्हान्सेस युजर इन्गेजमेन्ट बाई मेकिङ इन्फर्मेसन डाइनामिक। अनि त्यसपछि एप्लिकेसन्समा छ, युज्ड इन ई लर्निङ, इन्टरेक्टिभ ट्युटोरियल्स, जुन जसरी मैले यो भिडियो बनाएको छु युट्युब भिडियो, यो पनि एउटा चाहिँ मल्टिमिडिया हो।
इन्टरटेनमेन्ट अन्तर्गत मुभिज भिडियो गेम्स अनि त्यसपछि बिजनेसमा पनि युज हुन्छ बिजनेसमा चाहिँ प्रोडक्ट डेमोज एन्ड भर्चुअल रियालिटी क्वेसन नम्बर 3 मा छ व्हाट आर द भेरियस कम्प्युटर सेटिङ्स that can be configured through Windows control panel अब यसको परिभाषा चाहिँ the control panel acts as the central hub for managing system settings in Windows key combination included यसमा system and security मा के हुन्छ भने configuring Windows update firewall and system backup user accounts अन्तर्गत के हुन्छ भने creating managing user profiles and setting password policies and hardware and sound अन्तर्गत के हुन्छ भने managing device drivers sound settings and printer configuration त्यसपछि programs अन्तर्गत के हुन्छ भने uninstalling application or modifying installed features clock and region मा चाहिँ के हुन्छ भने adjusting system time date time zones and language preferences र यो कन्ट्रोल प्यानलमा चाहिँ हुने चाहिँ मुख्य सेटिङहरु हो र यो क्वेशन नम्बर 5 मा सोधेकोले यति लेख्दाखेरि इनफ हुन्छ अलिकति चाहिँ थप्नु होला र लङ क्वेशन सोधे भने चाहिँ यो सेटिङमा जुन हुन्छ कन्ट्रोल प्यानलको सेटिङहरु त्यो चाहिँ सबै हेर्नु होला हजुरले डिटेलमा म छोटकरीमा यहाँ भनेको छु क्वेशन नम्बर 4 मा छ व्हाट आर द टेक्निक्स टु सिक्योर वर्ड प्रोसेसिङ डकुमेन्ट्स To protect sensitive document in Windows in Word, use the following techniques. Password protection. Encrypt the file so it cannot be opened without the correct password. Restrict editing. Apply permissions to prevent other from modifying the content. Read only mode मा चाहिँ खोल्छ यो त्यसपछि digital signatures. Ensure the authenticity and integrity of the document त्यसपछि macro security disable macros or set them to be digitally signed to prevent malicious scripts अनि लास्टमा छ hidden metadata remove personal information and hidden properties before sharing यसरी चाहिँ सेक्युर गर्न सकिन्छ MS Word document क्वेशन नम्बर 5 मा छ in MS Excel how you combine the logical operators and or with an if clause give example यो क्वेशनले के भनेको छ भने लजिकल अपरेटर जुन छ एन्ड र or लाई चाहिँ कसरी कम्बाइन गर्नुहुन्छ if क्लजले चाहिँ सहयोग गरेर कसरी गर्नुहुन्छ मद्दत गरेर अनि यसको एन्सरमा छ लजिकल अपरेटर्स allow for complex decision making by evaluating multiple criteria सिन्टेक्स मा छ यो फर्मुला इज इक्वल टु इफ अनि त्यसपछि लजिकल टेक्स्ट के गर्ने हो कम्प्यारिजन गर्ने हो अनि त्यसपछि भ्यालु इफ ट्रू यो कम्प्यारिजन मिल्यो भने ट्रू भ्यालु अनि भ्यालु इफ फल्स मिलेन भने फल्स भ्यालु चाहिँ के भनेर चाहिँ यसरी फर्मुला लेखिन्छ अनि त्यसपछि कम्बाइनिङ एन्ड इन्स्योर्स अल कन्डिसन्स आर मेट एन्डले चाहिँ जतिवटा कन्डिसन दिनुहुन्छ त्यतिवटा कन्डिसन चाहिँ मिल्न पर्छ एउटा मिलेन भने चाहिँ हुँदैन त्यसपछि कम्बाइनिङ अर इन्स्योर्स एट लिस्ट वान कन्डिसन इज मेट अरमा चाहिँ के हुन्छ भने तपाईले चाहिँ दुई तीनवटा अप्सन दिनु भयो भने त्यसमध्ये चाहिँ एउटा मिले पनि त्यो हुन्छ सबै मिल्न जरुरी छैन एक्जाम्पल चाहिँ यहाँ दिएको छ एक्जाम्पलमा चाहिँ इज इक्वल टु इफ अनि त्यसपछि एन्ड अनि त्यसपछि a2 इज ग्रेटर इक्वल 40 कमा b2 इज ग्रेटर इक्वल टु 40 कमा यो ट्रू भ्यालु चाहिँ पास कमा यो फल्स भ्यालु चाहिँ फेल यसले के भनेको छ भने यदि अनि त्यसपछि यो एन्ड भनेको र a2 40 भन्दा चाहिँ ठुलो अथवा बराबर र b2 40 भन्दा ठुलो अथवा बराबर छ भने पास छैन भने चाहिँ फेल यसरी फर्मुला एप्लाई गरेको छ इन दिस एक्जाम्पल इफ द यो जुन अघि मैले भनिसके त्यही कुरा यहाँ छ त्यसपछि क्वेशन नम्बर 6 डिफरेन्टिएट बिट्विन प्राइमरी की एन्ड फरेन की विथ एक्जाम्पल यो चाहिँ एमएस एक्सेस को प्रश्न भयो यसलाई चाहिँ यसरी
फिचर प्राइमरी की सेकेन्ड फरेन की भनेर यसरी हामीले चाहिँ विभाजन गर्छौँ टेबलमा। त्यसपछि डिफिनेसन सुरुमा डिफिनेसनमा चाहिँ प्राइमरी की भनेको चाहिँ युनिकली आइडेन्टिफाइज अ रेकर्ड इन अ टेबल। त्यसपछि फरेन की भनेको चाहिँ लिङ्क्स वान टेबल टु एनदर्स प्राइमरी की भनेको चाहिँ अर्को टेबलको प्राइमरी कीलाई चाहिँ यता लिङ्क गर्दाखेरि त्यो फरेन की हुन्छ। त्यसपछि नल भ्यालुको आधारमा गर्दाखेरि प्राइमरी की डज नट एलो नल भ्यालुज अनि त्यसपछि फरेन की चाहिँ एलो नल भ्यालुज। प्राइमरी कीले चाहिँ नल भ्यालु चाहिँ एक्सेप्ट गर्दैन भने फरेन कीले चाहिँ नल भ्यालु एक्सेप्ट गर्छ। त्यसपछि डुप्लिकेटको कुरा आउँदाखेरि प्राइमरी की डज नट एलो डुप्लिकेट भ्यालुज अनि फरेन की चाहिँ एलोज डुप्लिकेट भ्यालुज। इक्जाम्पलको लागि चाहिँ एउटा इक्जाम्पल छ, जस्तो स्टुडेन्ट आइडी जुन हुन्छ त्यो स्टुडेन्ट टेबलमा चाहिँ प्राइमरी की हुन्छ भने यो स्टुडेन्ट आइडी चाहिँ अर्को इनरोलमेन्ट भन्ने टेबलमा चाहिँ यो युज गर्दाखेरि यो फरेन की हुन्छ। क्वेसन नम्बर 7, डिफाइन मेल मर्ज, राइट डाउन द स्टेप अफ मेल मर्ज। Mail merge is a process in MS Word that allows you to generate a batch of personalized documents, letters, labels, emails for multiple recipients using a single main document and a data source recipient list. मेल मर्जको बारेमा थाहै होला हजुरलाई, परिभाषा चाहिँ यसरी छ। त्यसपछि स्टेपहरू यहाँ छ, स्टार्ट मेल मर्ज, गो टु मेलिङ्स, स्टार्ट मेल मर्ज एन्ड सेलेक्ट द डकुमेन्ट टाइप। Select recipients, click select recipients, choose an existing list or type a new one। यो चाहिँ दुई किसिमले चाहिँ रिसिपिएन्टको लिस्ट चाहिँ चुज गर्न सकिन्छ। एउटा चाहिँ त्यही टाइप गर्न सकिन्छ र अर्को चाहिँ हाम्रो एक्सेल अथवा वर्ड फाइलमा जुन डाटाहरू हुन्छ त्यो डाटालाई पनि युज गर्न सकिन्छ। त्यसपछि इन्सर्ट मर्ज फिल्ड भन्ने प्रोसेस आउँछ। प्लेस योर कर्सर इन द डकुमेन्ट एन्ड इन्सर्ट फिल्ड्स। उदाहरणको लागि फर्स्ट नेम एड्रेस के छ डाटा इन्सर्ट गर्न पर्ने। फ्रम द इन्सर्ट मर्ज फिल्ड अप्सन, प्रिभ्यू रिजल्ट, र यो सबै गरिसकेपछि प्रिभ्यू गर्ने हो लास्टमा। क्लिक प्रिभ्यू रिजल्ट टु भेरिफाई द डाटा। क्लिक गरेपछि चाहिँ त्यो देखाउँछ आयो कि आएन, नामहरू सही छ कि छैन, अनि लास्टमा चाहिँ फिनिस गर्ने हो। क्लिक फिनिस एन्ड मर्ज टु प्रिन्ट अर सेन्ड द पर्सनलाइज डकुमेन्ट। यो चाहिँ अन्तिम चरणमा चाहिँ गरिन्छ यो। Question number 8, what is the database management system, DBMS? Briefly explain various type of relationship in a database with example. Why do we need to validate and format field data in a database? यो चाहिँ लङ क्वेसन हो। यो 7 सम्म चाहिँ सर्ट क्वेसन हो र 8 र 9 चाहिँ लङ क्वेसन हुन्छ। र यसमा चाहिँ DBMS is a software system that enables user to create, manage, retrieve and update data in a database efficiently. Types of relationships: one-to-one, one record in a table A related to one record in table B, e.g. a citizen has one citizenship number. One-to-many, one record in table A relates to many in table B. One teacher teaches many students. यो कुराहरू चाहिँ एमसीक्यूमा पनि सोध्न सक्छ है। यो चाहिँ कुन रिलेसन हो, वान टिचर टिचेस मेनी स्टुडेन्ट विच रिलेसनसिप इन डाटाबेस म्यानेजमेन्ट भनेर सोध्यो भने वान टु मेनी भनेर चाहिँ चुज गर्नुपर्छ। त्यसपछि मेनी टु मेनी, मेनी रेकर्ड्स इन टेबल ए रिलेट टु मेनी in table B, e.g. many student enrolls in many courses. यसरी DBMS डाटाबेस म्यानेजमेन्ट सिस्टममा चाहिँ 3 किसिमको चाहिँ रिलेसन हुन्छ। र यो क्वेसन नम्बर 7 र 8 चाहिँ लङ क्वेसन हुन्छ। यो अलिकति बढाएर लेख्नु होला, मैले यहाँ छोटकरीमा पुरा गरेको छु भनेको छु। त्यसपछि यो ग्रुप यसैको यो एन्सर हो, नीड फर भ्यालिडेसन एन्ड फर्मेटिङ। Data integrity, prevent invalid data, is preventing negative numbers in an age field. Consistency ensures data follow
a uniform style is standardizing phone number formats, reduce errors, minimize manual entry mistakes, leading to more reliable reports. यो चाहिँ क्वेसन नम्बर 8 सम्म थियो। त्यसपछि 9 मा छ व्हाट डू यू मीन बाय एनिमेसन एन्ड ट्रान्जिसन इफेक्ट इन PowerPoint presentation, write down the advantage of using those effects. Transition effects, these are visual effects that occurs when moving from one slide to next during a presentation. Fade, उदाहरणको लागि फेड, पुश र वाइप रहेको छ। यो भनेको चाहिँ स्लाइड चाहिँ मुभ गर्ने उसो हो, इफेक्ट हो। त्यसपछि एनिमेसन इफेक्ट हुन्छ। these are effects applied to individual objects with a slide such as text, images or charts, easy fly in, zoom, spin. एडभान्टेजको कुरा आउँदाखेरि फोकस, डाइरेक्ट्स द ऑडियंस attention to specific points at specific times. त्यसपछि professionalism gives the presentation a polished modern look. Engagement keeps the audience interested and prevents the content from feeling static. र यो क्वेसनमा जुन ट्रान्जिसन भनेको छ, ट्रान्जिसन इफेक्ट र एनिमेसन इफेक्ट भनेको छ, जुन चाहिँ मैले यसरी यो वर्डहरु जुन आइरहेको छ यो चाहिँ एनिमेसन इफेक्ट हो। प्रत्येक लाइनमा चाहिँ एप्लाई गर्न मिल्छ, कताबाट आउने देखिने। र यसरी चाहिँ गर्दाखेरि यो पेज जुन पल्टिन्छ स्लाइड, त्यो चाहिँ ट्रान्जिसन इफेक्ट हो। यो चाहिँ बुझ्नु होला हजुरहरुले, एनिमेसन हो यो दुईटै पावरपोइन्ट को। त्यसपछि क्वेसन नम्बर 10 मा छ डिफाइन सोशल मिडिया, डिस्कस द यूज अफ सोशल मिडिया इन गभर्नमेन्ट्स। Social media refers to digital platforms that allow user to create, share and interact with content in online communities. उदाहरणको लागि फेसबुक, एक्स, भाइबर, लिंक्डइन, यो चाहिँ यसरी सोशल मिडिया चाहिँ को परिभाषा हो यो। त्यसपछि युज इन गभर्नेन्स, जसलाई ई गभर्नेन्स पनि भनिन्छ। ट्रान्सपरेन्सी, गभर्नमेन्ट्स use platforms to announce decisions, policies and budget in real time. यो ट्रान्सपरेन्सी भनेको चाहिँ हाम्रो यो सोशल मिडियाबाट चाहिँ लाइभ गर्दाखेरि ट्रान्सपरेन्सी हुन्छ। जस्तो अहिले बजेट भाषण चाहिँ फेसबुकमा लाइभ हेर्न पाइरहेको थियौँ हामीले सोशल मिडियाको माध्यमले। त्यसपछि पब्लिक फिडब्याक इनेबल्स डाइरेक्ट ट्रू वे कम्युनिकेसन बिट्विन द गभर्नमेन्ट एन्ड सिटिजन्स, allowing for faster रेस्पोन्स टु ग्रिभेन्स। कुनै पनि उजुरीहरू जस्तो एउटा फेसबुक पेज छ, त्यसमा चाहिँ कुनै चिज उजुरी गर्नु हो भने सरकारले चाहिँ त्यसलाई चाहिँ चाँडै सम्बोधन गर्न सक्छ, हेर्न सक्छ, जनताको चाहिँ गुनासो के छ लगायतको कुराहरू। त्यसपछि पार्टिसिपेसन facilitates public consultation on new laws or development projects. यो चाहिँ सामाजिक सञ्जाल मार्फत कुनै उसमा जोड्न पनि सकिन्छ। जस्तो हर्क सम्पाङले चाहिँ फेसबुकबाट चाहिँ त्यो श्रमको लागि अनि क्यूआर कोडबाट चाहिँ उस के भन्छ सहयोगहरू चाहिँ जुटाउने काम गर्नुभएको थियो। यसलाई चाहिँ पोजिटिभली लिउँ है, अरू चाहिँ यो पोलिटिकल कुरा हैन, यो हाम्रो उसकोसँग के भन्छ सब्जेक्टसँग रिलेटेड कुराहरू मात्रै गरौँ। त्यसपछि क्राइसिस म्यानेजमेन्ट जुन छ, vital for broadcasting immediate warnings during disasters, earthquakes, floods. र यो प्राकृतिक विपदाहरू चाहिँ व्यवस्थापन गर्न पनि सहयोग हुन्छ। जस्तो अहिले फेसबुकमै देखाइदिन्छ पानी पर्छ अथवा हुरी आउँछ भन्ने कुराहरू चाहिँ सोशल मिडियाबाट आउँदाखेरि सबै मान्छे सचेत हुन्छन्। त्यसपछि क्वेसन नम्बर 11 मा छ व्हाट इज एन आईपी एड्रेस एन्ड सबनेट मार्क्स, हाउ क्यान वान असाइन एन आईपी एड्रेस टु अ पीसी। आईपी एड्रेस को परिभाषा अ युनिक लजिकल न्यूमेरिकल लेबल्स। उदाहरणको लागि चाहिँ 192.168.1.1 assigned to each device connected to a network used for identification and location. आईपी एड्रेस भनेको चाहिँ
जुन हाम्रो डिजिटल डिभाइसहरु छ त्यसको चाहिँ आइडेन्टिफिकेसन हो अनि लोकेसनको लागि चाहिँ पनि युज हुन्छ। त्यसपछि सबनेट मास्क चाहिँ 32 बिट नम्बर द्याट मार्क्स an IP address and divides the IP address into network address and host address। सबनेट मास्कको चाहिँ यो परिभाषा भयो र उदाहरणको लागि चाहिँ यसरी 255.255.255.0 यसरी यो सबनेट मास्कको चाहिँ उदाहरण हो। त्यसपछि क्वेशन 11 कै भयो हाउ टु एसाइन एन आइपी एड्रेस भनेर जुन छ विन्डोजमा यो चाहिँ अपरेटिङ सिस्टम पछि चाहिँ फरक फरक हुन्छ। विन्डोज लिनक्स यिनीहरुमा चाहिँ फरक फरक हुन्छ र यो हामीले चाहिँ जनरली धेरै युज हुने चाहिँ विन्डोज अपरेटिङ सिस्टम भएकोले र परीक्षा चाहिँ यो विन्डोज अपरेटिङ सिस्टम सँगै सम्बन्धित भएकोले चाहिँ यो आइपी एड्रेस चाहिँ विन्डोजमा चाहिँ कसरी असाइन गर्ने भनेर चाहिँ यहाँ भन्छु म। सुरुमा चाहिँ ओपन कन्ट्रोल प्यानल अनि त्यसपछि नेटवर्क एन्ड शेयरिङ सेन्टर क्लिक चेन्ज एडाप्टर सेटिङ्स right click the active connection ethernet अथवा वाइफाई and select properties double click internet protocol version 4 जुन चाहिँ TCP/IPv4 भनेर देखाउँछ त्यसमा डबल क्लिक गर्ने अथवा राइट क्लिक गरे नि हुन्छ। राइट क्लिक गरेर ओपन गरे नि हुन्छ डबल क्लिक गर्दाखेरि सिधै खुल्छ। त्यसपछि select use the following IP address यो अप्सनमा चाहिँ सिलेक्ट गर्ने यो अप्सनलाई enter the IP सबनेट मास्क एन्ड गेटवे देन क्लिक ओके यो चाहिँ एसाइन गर्ने तरिका हो। क्वेशन नम्बर 12 मा छ राइट सर्ट नोट अन आइडेन्टिटी एन्ड एक्सेस कन्ट्रोल। आइडेन्टिटी एन्ड एक्सेस म्यानेजमेन्ट इज अ security framework that ensures the right people have the right access to technology resources। आइडेन्टिटी एन्ड एक्सेस म्यानेजमेन्ट भनेको चाहिँ सही मान्छेले चाहिँ सही चाहिँ पहुँच टेक्नोलोजीमा पुर्याओस् भनेर यो आइडेन्टिटी एन्ड एक्सेस म्यानेजमेन्ट गरिन्छ। त्यसपछि आइडेन्टिटी जुन छ जसले अथेन्टिकेसन पनि भनिन्छ यो भनेको चाहिँ भेरिफाइङ हु द युजर इज। उदाहरणको लागि चाहिँ युजर नेम पासवर्ड बायोमेट्रिक्स मल्टी फ्याक्टर अथेन्टिकेसन यो चाहिँ माध्यम हो भेरिफाई गर्ने। एक्सेस कन्ट्रोल जसले अथराइजेसन पनि भनिन्छ डिफाइनिङ वाट द युजर इज एलाउड टु डु वान्स अथेन्टिकेटेड। उदाहरणको लागि चाहिँ रिड ओन्ली एक्सेस भीएस भर्सेस एडमिनिस्ट्रेटिभ राइट्स। यो एक्सेस कन्ट्रोल भनेको चाहिँ कुनै युजरलाई के अधिकार दिने उसलाई चाहिँ पढ्न मात्रै अधिकार दिने कि अरू चाहिँ चेन्ज गर्न मिल्ने अधिकारहरू पनि दिने भन्ने कुरा डिजिटल्ली एसाइन गर्ने कुराहरू यो एक्सेस कन्ट्रोल हो। कन्ट्रोल कसरी गर्न पाउँछ त्यो युजरले। त्यसपछि क्वेशन नम्बर 13 मा छ व्हाट डु यु अन्डरस्ट्यान्ड बाइ एन यूपीएस डिफरेन्टिएट बिट्विन अनलाइन एन्ड अफलाइन यूपीएस। यूपीएस भनेको यसको फुल फर्म चाहिँ अनइन्टरप्टेबल पावर सप्लाई हो। यूपीएस इज एन इलेक्ट्रिकल apparatus that provides emergency power to a load when the input power source fails, typically by using energy stored in batteries। र यो के भनेको जस्तो हामी कम्प्युटर चलाउँदाखेरि कहिलेकाहीँ लाइन अफ हुन्छ लाइन जान्छ त्यस अवस्थामा चाहिँ कम्प्युटर बन्द नहोस् भनेर चाहिँ यो यूपीएस जोड्ने गरिन्छ ब्याट्रीसँग र यसले चाहिँ त्यो अकस्मात बन्द हुने कम्प्युटर सिस्टम बन्द हुने चाहिँ समस्यालाई चाहिँ सल्भ गर्छ। अब यो फरक भनेको छ अनलाइन र अफलाइन यूपीएसको बारेमा र यसलाई पनि यसरी टेबलमा हामीले फिचर अनलाइन यूपीएस र अफलाइन यूपीएस अफलाइन जुन स्ट्यान्ड बाई पनि भनिन्छ यसरी चाहिँ डिभाइड गरेर यो एउटा टेबलमा चाहिँ हामीले फरकहरू देखाउँछौँ र सुरुमा चाहिँ ट्रान्सफर टाइमको आधारमा अनलाइन यूपीएस चाहिँ 0 नो डिले हुन्छ र अनलाइन यूपीएस चाहिँ 0 नो डिले हुन्छ भने अफलाइन यूपीएस चाहिँ सर्ट डिले हुन्छ यो चाहिँ अ फ्यु मिली सेकेन्ड्स। अनि प्रोटेक्सनमा चाहिँ प्रोभाइड्स फुल आइसोलेसन फ्रम पावर सर्ज अनलाइन यूपीएस को भने अफलाइन यूपीएस चाहिँ प्रोभाइड बेसिक सर्ज प्रोटेक्सन। त्यसैगरी कस्टमा चाहिँ
अनलाइन युपिएस चाहिँ मोर एक्सपेन्सिभ हुन्छ भने अफलाइन युपिएस चाहिँ बजेट फ्रेन्डली हुन्छ। त्यसपछि एप्लिकेसनमा चाहिँ अनलाइन युपिएस चाहिँ क्रिटिकल सर्भर्स मेडिकल इक्विपमेन्ट्सहरूमा चाहिँ युज हुन्छ, जुन चाहिँ कनेक्सन चाहिँ नजाओस् भनेर यो अनलाइन युपिएस चाहिँ यो सर्भरहरूमा चाहिँ युज गरिन्छ। त्यसै गरी मेडिकल इक्विपमेन्ट पनि बन्द नहोस्, बन्द हुँदाखेरि फेरि स्टार्ट गर्न अथवा डिस्टर्ब नहोस् भनेर अनलाइन युपिएस युज गरिन्छ भने अनलाइन युपिएस युज गरिन्छ भने अफलाइन युपिएस चाहिँ होम पिसी अफिस वर्क स्टेसनमा चाहिँ यो युज गरिन्छ। यो चाहिँ लाइन जाँदाखेरि एकछिन भए पनि त्यो सङ्केत दिन्छ भने यो चाहिँ अनलाइन युपिएसले सङ्केत दिँदैन, सिधै कन्टिन्यू गर्छ। धेरै समय त हुन्न, मिली सेकेन्डमा हुन्छ, तै पनि थाहा हुन्छ हामीलाई। त्यसपछि क्वेसन नम्बर 14 मा छ डिस्क्राइब अबाउट द मेजर सर्भिसेस प्रोभाइडेड बाई गभर्मेन्ट इन्टिग्रेटेड डाटा सेन्टर, जसलाई जिआइडिसी पनि भनिन्छ। परिभाषामा चाहिँ छोटकरी परिभाषा छ, जिआइडिसी इज द सेन्ट्रल फेसिलिटी फर हाउसिङ नेपाल्स क्रिटिकल गभर्मेन्ट डाटा, इट मेजर्स सर्भिसेज इन्क्लुड। र यो चाहिँ जिआइडिसी पहिला थियो भने अहिले चाहिँ आइडिएमसी भन्छन्, इन्टिग्रेटेड डाटा म्यानेजमेन्ट सेन्टर भनेर यसको नामकरण गरिएको छ। र यो नेपालको जुन छ डाटा सेन्टर यो सिंहदरबारमा रहेको छ। यो पनि कुराहरू यहाँ यसमा लेख्नु होला। र यो छोटकरीमा मैले यहाँ भनेको छु, यसको चाहिँ वेबसाइट छ, वेबसाइटमा गएर यसको बारेमा चाहिँ अध्ययन गर्नु होला। यो चाहिँ प्रोबेबल क्वेसन हो, एक्जाममा आइराख्ने। र यो यसको वेबसाइट चाहिँ idmc.gov.np भनेर सर्च गर्नुभयो भने यो देखाउँछ। र यहाँ चाहिँ मैले के यसको चाहिँ सर्भिसहरू चाहिँ मेजर सर्भिसहरू यहाँ लेखिदिएको छु, तर डिटेलमा चाहिँ त्यहाँ चाहिँ हाम्रो सेवाहरू अथवा आवर सर्भिसेज भनेर त्यो वेबसाइटमा छ। त्यो वेबसाइटमा क्लिक गरेर हजुरले चाहिँ हेर्नु होला डिटेलमा। र यहाँ मैले चाहिँ मेजर सर्भिसेसहरू उल्लेख गर्न चाहेँ। कोलोकेसन, जस अन्तर्गत प्रोभाइड सेक्योर्ड स्पेस, पावर एन्ड कुलिङ फर गभर्मेन्ट सर्भर्स। त्यसपछि गभर्मेन्ट क्लाउड, प्रोभाइडिङ स्केलेबल भर्चुअल इन्फ्रास्ट्रक्चर फर मिनिस्ट्रीज। वेब इमेल हस्टिङ, hosting government domain websites and official email systems. Disaster recovery, ensuring data is backed up and recoverable during emergencies. Network connectivity, provide high speed backbone connectivity to various government offices. र यो चाहिँ जिआइडिसी जुन पहिला जिआइडिसी थियो त्यसको चाहिँ मेजर सर्भिसेज हो। र तपाईहरुले चाहिँ डिटेलमा चाहिँ त्यो वेबसाइट जुन अघि मैले भने त्यसमा हेर्नु होला। क्वेसन नम्बर 15 मा छ डिफाइन वेब पेजेस एन्ड कन्टेन्ट म्यानेजमेन्ट सिस्टम, जसलाई सीएमएस पनि भनिन्छ। राइट अ कोड इन एचटीएमएल टु क्रिएट अ वेब पेज। र यो लङ क्वेसन हो है, 15 र 16 चाहिँ लङ क्वेसन हो। अब वेब पेज को चाहिँ परिभाषाको रूपमा यहाँ छ, अ सिंगल डकुमेन्ट अन द वर्ल्ड वाइड वेब टाइपिकली रिटेन इन एचटीएमएल। एचटीएमएल लेखेको चाहिँ एउटा सिंगल डकुमेन्ट जुन वर्ल्ड वाइड वेब www मा हुन्छ, त्यसलाई चाहिँ वेब पेज भनिन्छ। त्यसपछि सीएमएस भनेको अ सफ्टवेयर एप्लिकेसन, उदाहरणको लागि वर्डप्रेस जुम्ला यो उदाहरण हो। अ सफ्टवेयर एप्लिकेसन दैट allows user to create, manage and modify content on a website without needing specialized technical knowledge। यो भनेको के भने एउटा चाहिँ सफ्टवेयर हुन्छ, त्यसले चाहिँ के गर्छ भने हाम्रो यो एचटीएमएल मा जुन कोडहरु हुन्छ यो वेब पेज बनाउनको लागि त्यो चाहिँ पुरै लेख्न पर्दैन। यो सीएमएस एउटा हुन्छ, त्यसले चाहिँ कन्टेन्टहरु कहाँ अपलोड गर्ने, जस्तो हामीले चाहिँ फेसबुकमा पोस्ट गर्दाखेरि जुन देखाउँछ स्टेटस लेख्ने, त्यसपछि फोटोहरु के छ फोटो इन्सर्ट गर्ने लगायतका कुराहरु गरेर पोस्ट गरेपछि फेसबुकको चाहिँ स्टेटसमा चाहिँ आफै जान्छ, फिडहरुमा आफै जान्छ, उले चाहिँ फेसबुकले म्यानेज गर्छ। त्यस्तै चाहिँ यो सीएमएस पनि सेम त्यही हो, हामीले अपलोड गरिन्छ र यसले चाहिँ त्यो वेब पेजमा चाहिँ अपलोड गरेर म्यानेज गरिदिन्छ यसले। अनि त्यसपछि एचटीएमएल कोड जुन भनेछ लेख्नको लागि एउटा,
HTML कोडको चाहिँ यहाँ नमुना र यो सुरुमा चाहिँ यसरी लेखिन्छ यो चाहिँ लेस देन साइन अनि त्यसपछि यो के भन्छ एक्सक्लामेसन भन्छ यो चिन्ह त्यसपछि डक टाइप लेख्ने अनि HTML भनेर यो डिफाइन गर्ने त्यसपछि HTML अनि त्यसपछि यो बडी भन्ने हुन्छ ट्याग बडीमा चाहिँ यो ब्याकग्राउन्ड कलर यसरी दिएको छ स्टाइलमा त्यसपछि h1 भनेर यो हेडिङ 1 हो अनि टाइटलमा चाहिँ माई वेब पेजेस यो टाइटलको नाम भयो त्यसपछि टेबल एउटा राखिएको छ टेबल बोर्डर 1 भनेर यो 1 पिक्सलको बोर्डर अनि टेबलमा चाहिँ TR हुन्छ टेबल रो यो टेबल TR को चाहिँ यो ट्याग बन्द यो ओपन ट्याग र यो क्लोजिङ ट्याग त्यसपछि यो TD भनेको टेबल डाटा कोलम 1 भनेर लेखेको छ त्यसपछि फेरि TD लेखेर कोलम 2 लेखेको छ दुईटा कोलम अनि यो टेबल यसरी फिनिश गरिदिएको छ टेबलको चाहिँ यो ओपनिङ ट्याग यो चाहिँ क्लोजिङ ट्याग यसरी त्यसपछि यो BR भनेर एउटा ट्याग राखिएको छ यो BR ट्याग भनेको चाहिँ एउटा ब्रेक गर्छ यसले एउटा लाइन ब्रेक गर्छ जस्तो हामीले चाहिँ यही यो टेबलको यता लेखिदियौँ भने वेब पेजमा चाहिँ यही आउँछ अनि त्यसपछि यसलाई इन्टर गरेर यहाँ तल लेखे पनि फेरि सटेर जोडिएरै आउँछ र यो BR लेखेपछि बल्ल त्यो एउटा लाइन ब्रेक हुन्छ अनि त्यसपछि IMG SRC यो चाहिँ सोर्स हो सोर्समा चाहिँ इमेजको चाहिँ यो कहाँ छ इमेज र यो ALT भनेको चाहिँ यो इमेज देखाएन भने के यहाँ देखाउने भनेर जस्तो कहिलेकाहीँ के हुन्छ भने हाम्रो उसमा फाइलमा हुँदैन फाइलमा नभएपछि त्यहाँ चाहिँ केही देखाउन्न नदेखाएपछि त्यो के हो भन्ने कुरा चाहिँ बुझाउनको लागि एउटा चाहिँ टेक्स्ट हामीले राखिदिन्छौँ जुन ALT भनेर यसरी डिस्क्रिप्सन भनेर छ र यो वाइडले चाहिँ यो इमेज चाहिँ कति चौडाइ हुन्छ भन्ने कुरा डिफाइन गरेको छ अनि यो BR ट्यागले फेरि एउटा ब्रेक गर्छ त्यसपछि यो एङ्कर ट्याग हो एङ्कर ट्याग राख्ने अनि यो लिङ्क राखिदिने अनि यो क्लिक हियर टु भिजिट गुगल भनेर छ यो भनेको चाहिँ वर्डमा चाहिँ हाइपर लिङ्क इन्सर्ट गरे जस्तै हो यो टेक्स्ट देखाउँछ र यहाँ क्लिक गरेपछि यो लिङ्क चाहिँ खुल्छ ब्राउजरमा र यो बडी चाहिँ बन्द भयो बडी ट्याग यहाँबाट सुरु थियो यहाँ बन्द भयो र यो HTML पनि बन्द भयो यहाँ सुरु थियो यहाँ बन्द अनि त्यसपछि यसमा चाहिँ के हुन्छ भने हामीले लेख्दाखेरि यसरी लेख्न पर्छ यो सहित र हाम्रो त्यो प्र्याक्टिकल जुन हुन्छ वेब पेज डिजाइनिङ वाला त्यसमा चाहिँ यो नलेखे पनि अहिलेको जुन अपरेटिङ सिस्टमहरु छ यो बुझ्छ यो HTML मात्रै लेखेर सुरु गर्दै पनि बुझ्छ र यसरी यो लेख्दाखेरि चाहिँ यो चाहिँ प्योर हो यो पहिलेदेखि यसरी लेखिन्थ्यो डक टाइप HTML त्यसपछि HTML अनि त्यो दुईटाको बिचमा चाहिँ यसरी यो लेखिन्थ्यो त्यसपछि क्वेशन नम्बर 16 मा छ व्हाट आर कमन सिक्युरिटी थ्रेट्स टु कम्प्युटर सिस्टम explain this discuss also the security mechanism to protect against those threats common security threat हरुमा के छ भने phishing छ fraudental attempts to obtain sensitive information जुन चाहिँ पासवर्ड पनि हुन सक्छ via deceptive emails phishing भनेको चाहिँ इमेल पठाउँछन् त्यसबाट चाहिँ तपाईको पासवर्ड चोर्छन् त्यसलाई phishing भनिन्छ त्यसपछि malware viruses malicious software designed to disrupt or damage systems र यो malware र भाइरस भनेको चाहिँ एउटा सफ्टवेयरै हो यो गलत काम गर्नको लागि चाहिँ सिस्टम ड्यामेज गर्नको लागि चाहिँ यो युज गरिन्छ त्यसपछि ransomware भनेको चाहिँ encrypting files and demanding payment for डिक्रिप्सन्स यो भनेको चाहिँ अपहरण गरे जस्तै हो अपहरण गर्दाखेरि मान्छे उठाउँछन् भने यो रेन्समवेयर भनेको चाहिँ तपाईको चाहिँ फाइलहरु महत्त्वपूर्ण डाटाहरु चाहिँ उले क्याप्चर गर्छ र तपाईसँग चाहिँ पेमेन्ट डिमान्ड गर्छ त्यसपछि अनअथराइज्ड एक्सेस ह्याकिङ इन्टु अ सिस्टम टु स्टील डाटा र सेक्युरिटी मेकानिजम भन्न छ सेक्युरिटी मेकानिजममा चाहिँ फायरवल जुन छ सुरुमा
हाम्रो युज हुने ब्लक्स मेलिसियस इनकमिङ नेटवर्क ट्राफिक फायरवलले चाहिँ यो कसो गर्छ ब्लक गर्ने काम गर्छ त्यसपछि फायरवल पछि एन्टिभाइरस अनि एन्टी मालवेयर भन्ने यो चाहिँ सफ्टवेयर हो यो युज गर्न सकिन्छ डिटेक्ट्स क्वारेन्टाइन्स एन्ड रिमुभ्स मालिसियस सफ्टवेयर्स यो चाहिँ एन्टिभाइरसले यसरी काम गर्छ त्यसपछि स्ट्रङ अथेन्टिकेसन यसमा चाहिँ युजिङ एमएफए जुन चाहिँ मल्टिफ्याक्टर अथेन्टिकेसन भन्छ एन्ड कम्प्लेक्स पासवर्ड्स अनि रेगुलर प्याचिङ भनेर छ यो भनेको चाहिँ किपिङ अपरेटिङ सिस्टम एन्ड सफ्टवेयर अपडेटेड टु क्लोज सेक्युरिटी भलनरेबिलिटिज भनेर छ यो चाहिँ अपडेट गरिराख्ने भनेर भन्छ त्यसपछि डाटा ब्याकअप मेन्टेनिङ रेगुलर अफसाइड ब्याकअप्स टु रिकभर फ्रम डाटा लसेस यो चाहिँ डाटा चाहिँ ब्याकअप गरेर राखिराख्नुपर्छ भनेर भनेको छ र यसरी 16वटा चाहिँ क्वेसन मैले चाहिँ सल्भ गरेको छु यो चाहिँ छोटकरीमा मैले चाहिँ यहाँ उल्लेख गरेको छु र अघि सुरुमा मैले भने जुन सर्ट क्वेसनको लागि चाहिँ 6 मिनट र लङ क्वेसनको लागि 13 मिनट 13 मिनटमा चाहिँ प्र्याक्टिस गर्नु होला र यो अलिकति लम्बाएर लेख्नु होला यति नै नलेख्नु होला यो चाहिँ छोटकरीमा मैले उस गरेँ र मेरो अङ्ग्रेजी चाहिँ म नेपाली मिडियममा पढेकोले मेरो अङ्ग्रेजी अलिकति चाहिँ कमजोर छ बोलाइ लेखाइ त ठिकै छ लेख्न म सक्छु तर बोल्दाखेरि चाहिँ अलिकति टङ चाहिँ अलिक मिल्दैन त्यसले गर्दाखेरि यो चाहिँ मिलाएर अलिक बुझ्नु होला हजुरहरूले र यसरी क्वेसनहरू चाहिँ प्र्याक्टिस गर्नुभयो भने तपाईँ अवश्य पनि सक्सेस हुनुहुनेछ र सब्जेक्टिभ क्वेसनहरू चाहिँ मैले नमुना क्वेसनहरू त्यसपछि यो जुन लोकसेवा आयोगको चाहिँ पाठ्यक्रम छ पाठ्यक्रम अनुसार चाहिँ कन्टेन्टहरू मैले आफ्नो युट्युब च्यानलमा अपलोड गरेको छु हेर्नु होला तपाईको सिकाइलाई चाहिँ हेल्पफुल हुनेछ